हेलो गाइज वेलकम टु माई सेकेन्ड डे अफ कुकिङ भ्लग। आज चाहिँ म बनाउन गइरहेको छु करेन्ट, त्यही पनि 2x स्पाइसीवाला। सबैभन्दा पहिला मैले कराई बसालिसकेपछि चाहिने जति पानी एड गरेँ। त्यसलाई चाहिँ मैले एकछिन उम्लिन छाडिदिएँ र एकछिन पानी पनि उम्लियो र मैले त्यसमा चाउचाउ एड गरेँ। साथीहरू, चाउचाउ चाहिँ मैले 2 प्याकेट बनाउन गइरहेको थिएँ र त्यसलाई मैले चम्चाले मिलाएर एकछिन पाक्न छाडिदिएँ। यता साइडमा मैले प्यान पनि बसालेँ अमलेटको लागि। फेरि यता कराईमा पानी धेरै भएर मैले चाहिँ पानी निकाल्नतिर लागेँ, किनभने पानी धेरै भयो भने चाहिँ ओभर स्टिम भएर मिठो हुँदैन साथीहरू। र त्यसपछि फेरि मैले प्यानमा तेल हालेँ। तेल हालेको बेलामा तेल तातिनुन्जेल मैले त कराईमा मसलाहरू एड गर्न थालेँ। मसला चाहिँ मैले पुरै हालिनँ, किनभने रातिमा पिरो खायो भने साथीहरू टोइलेटले गाह्रो हुन्छ। त्यसलाई मैले मिक्स गर्नतिर लागेँ। करेन्टलाई मैले मजाले मिक्स गर्दैछु। त्यसपछि फेरि पिरो नपुगे जस्तो लागेर मैले अलिकति बाँकी भएको पिरो पनि हालिदिएँ। यता चाहिँ तेल तातिसकेको थियो, त्यही भएर मैले अन्डा हालिदिएँ प्यानमा। अनि फेरि मैले यता करेन्टलाई मिक्स गर्दैछु। यता चाहिँ मेरो अमलेट रेडी हुन लागिसकेको थियो। ओ माई गड, अमलेट त क्या दामी भयो साथीहरू। त्यसपछि म करेन्टलाई प्लेटमा सर्भ गर्नको लागि चाहिँ प्लेट लिन गएँ। त्यसपछि फेरि पहिला मैले अमलेट फर्काएँ, अमलेट पनि पाक्यो। त्यसपछि मैले करेन्टलाई प्लेटमा सर्भ गर्नतिर लागेँ साथीहरू। त्यसलाई चाहिँ सर्भ गर्न टाइम लाग्यो। मैले चाहिँ कराईमा टालेको एउटा तान्द्रो पनि छोडिनँ साथीहरू। र मलाई चाहिँ माथिबाट चाहिँ ओनियन टप गरेको एकदम मनपर्छ। मैले चाहिँ ओनियन टप गरेँ, अघि भनेको अमलेट पनि राखेँ र म लागेँ काँक्रो काट्नतिर। काँक्रो चाहिँ काटेर मैले प्लेटमा राखेँ। लास्टमा चाहिँ फाइनल लुक यस्तो भयो साथीहरू। अब चाहिँ म रियाक्सन भिडियो पनि बनाउँछु भनेर खाएको भिडियो पनि बनाएँ।